पोखरा सुन्दरता र सम्भावनाको सङ्गम। यिनै पहाड र खोला बीच बसेको छ एक उदाउँदो आत्मनिर्भर र उदाहरणीय ओडा, पोखरा महानगरपालिका ओडा नम्बर 13। जहाँ जीवन मात्र छैन, जहाँ अभियान छ, जहाँ सम्झना मात्र छैन, जहाँ सम्भावना पनि छ। पोखरा वडा नम्बर 13 केवल भौगोलिक क्षेत्र मात्र होइन, नेपाली साहित्यका गौरव लोककवि अल्मियाको जन्मथलो पनि। साहित्यिक चेतनाका पुरोधा अल्मियाको धरती अब समृद्धिको उदाहरण बन्दैछ। आउनुहोस् हामी हेर्छौं एउटा ओडाको प्रगतिशील यात्रा र विकासको छाल। शिक्षा भनेको केवल अक्षर होइन, चेतना र अवसर हो। वडा नम्बर 13 ले सामुदायिक विद्यालयहरूको स्तर उन्नति, डिजिटल कक्षा, स्मार्ट शिक्षण, फर्निचर व्यवस्थापन, पोषणयुक्त खाना फुड बैंकको माध्यमबाट पुर्याएको छ। +2 दिएर बसेकाहरूलाई लक्षित निशुल्क तालिम कार्यक्रम शिक्षालाई रोजगारीतर्फ लैजाने सेतु बनेको छ। यहाँ शिक्षा पढ्न मात्र होइन, बुझ्न सिकाइन्छ भन्ने सन्देश प्रवाह गरेको छ। पोखरा इन्ड्रो प्रतियोगिता लगायतका खेलकुद जस्ता कार्यक्रमले वडालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको छ। स्वस्थ शरीरमा मात्र सपनाको आकार हुन्छ। पोखरा महानगरपालिका वडा नम्बर 13 ले हरेक टोल र समूहसम्म पुग्ने निशुल्क स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको छ। ज्येष्ठ नागरिकलाई लक्षित स्वास्थ्य शिविर, सामाजिक सुरक्षा भत्ता वितरणसँगै हेल्थ चेकअप वृद्ध सम्मान कार्यक्रमको एक आयाम हो। निशुल्क मुटु जाँच परीक्षण, एम्बुलेन्स सेवा लगायतलाई आत्मसात गर्दै नागरिकको स्वास्थ्यमा ओडाको चासो देखिन्छ। स्वास्थ्य स्वयंसेविका
र व्यवस्थापन समितिहरूको समन्वयले सेवा थप प्रभावकारी भएको छ। अब स्वास्थ्य सेवा कागजमा होइन, घर दैलोमा पुगेको छ। सिप केवल ज्ञान होइन, अवसरको साँचो हो। ओडाले महिलाहरू, युवाहरू र +2 पछि बसेकालाई लक्षित गर्दै विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ। जब फेयर, एजुकेसनल एक्सपो र उद्यम प्रवर्धन कार्यक्रमहरूले रोजगारी सिर्जनालाई सहज बनाएका छन्। युवाहरू अब आत्मनिर्भर बन्न थालेका छन्। घरमै व्यवसाय र गल्लीमै उद्यम गर्न थालेका छन्। ओडाको बाटो नोकरी खोज्ने बाटो मात्र होइन, नोकरी दिने बाटो पनि बन्दैछ। कृषि भनेको आजको जीवनशैली मात्र होइन, भोलिको योजना हो। पोखरा महानगरपालिका वडा नम्बर 13ले कृषिमा नवप्रवर्तन ल्याउँदै विभिन्न मेला, तालिम र सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएको छ। तरबुजा मेला एवं तरबुजा खाने प्रतियोगिताले वडामा उत्पादन भएका तरबुजालाई बजारीकरण गर्न टेवा पुगेको छ। कृषि क्विज, सयपत्री मेला कृषकको सशक्तिकरणका माध्यम हुन्। गोरु पालकलाई सहुलियत, किसानहरूलाई बजारीकरण सहयोग, आयमुखी कृषि क्षेत्रमा विविधीकरण सुरु भएको छ। विकास देखिने हुन जरुरी हुन्छ र बुझिने पनि। ओडामा नमुना सडक स्तरोन्नति, नयाँ नाला निर्माण, ढल व्यवस्थापन, केहीको मर्मत सम्भार समेत हुँदैछ। डुबान क्षेत्र नियन्त्रण गर्न गाउँ खोला बाढी रोकथाम योजना कार्यान्वयनमा आएको छ।
शुद्ध पानी हरेक घरको अधिकार, सामूहिक खानेपानी योजना निर्माण र मर्मत वितरण पाइपको मापदण्ड व्यवस्थापन ओडाले आधारभूत सेवालाई प्राथमिकतामा राखेको छ। महिलाहरूको समय बचत, बालबालिकाको स्वास्थ्य सुधार, यही हो दिगो विकासको प्रभाव। विकास केवल भौतिक निर्माणमा सीमित हुँदैन, यो सांस्कृतिक आत्मचेतनासँग गाँसिएको हुन्छ। मठ मन्दिर, मस्जिद, गुम्बा, महाप्रभुधामको संरक्षण र स्तर उन्नति ओडावासीको आस्था र संस्कृति हो। पर्व व्यवस्थापन, साहित्यिक मेला, सांस्कृतिक कार्यक्रमहरू सामुदायिक एकताको सूत्र हुन्। सशक्त समाज बनाउँछ बलियो शासन। यहाँका महिला समूह, बाल क्लब, स्वास्थ्य स्वयंसेविका, शिक्षा समिति, मेलमिलापकर्ता सबै ओडाको विकासका सहयात्री हुन्। लागू औषध, मद्यपान विरुद्धका सचेतना कार्यक्रम र सरसफाई अभियान सामाजिक उत्तरदायित्वका संकेत हुन्। विकास यहाँ केवल जनप्रतिनिधिको काम होइन, जनसहभागिताको प्रतिबिम्ब हो। विकासको छाल यहाँ थालिएको छ। एउटै सपना, एउटै साहस र एउटै संकल्प सहित। यो यात्रा पूर्वाधारको मात्र होइन, आत्मनिर्भरता, सहभागिता र संस्कृतिको हो। पोखरा महानगरपालिका वडा नम्बर 13 केवल नक्सामा रहेको क्षेत्र होइन, यो एउटा विचार हो। आउनुहोस् हामी सबै मिलेर बनाऊ हाम्रो वडा, हाम्रो गौरव, हाम्रो भविष्य। विकासको छाल, जनताको साथ, जनताको सपना।